ल सबैजनालाई हाम्रो टुरको डे 2 मा स्वागत छ है। गुड मर्निङ फ्रम बर्दिया रिभर साइड भ्यू पार्क रिसोर्टबाट। आज हाम्रो स्टे चाहिँ यहाँनिर भएको थियो। अब हाम्रो यात्रा चाहिँ फेरि अगाडि बढ्दैछ। थाहा छैन नि त्यो पत्ता छ। यो हो बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशद्वार। यहाँनिरबाट अब जङ्गल सफारी जाने सिँचाइको नहर छ। यो सबै चाहिँ म्युजियम एरिया रहेछ। भिजिटर इन्फर्मेसन सेन्टर भन्ने म्युजियमहरू रहेछ। कलेक्सनहरू जराएका सिङहरू उता इन्फर्मेसनहरू रिसर्चहरू चिन्नु रहेछ। हामीलाई आशा साझा खानुपर्ने यु क्यान सी है। यहाँनिर यस्तो के गर्नु सर? यो हात्तीकै हो नि जस्तो लागेको छ कहिले देख्दा। बाघ, बर्दियाको बाघ, चौका, रेड पान्डा, हुँडार, ब्ल्याक बक, स्नो लेपर्ड। यति राम्रो ठाउँ रहेछ जस म्युजियम। के छ सर? एकदमै राम्रो छ। We are super excited to have a jungle safari. Okay. And we are waiting for our vehicles. Okay. And we are looking for different posters of different animals. This is the our come on. गाइज हामी अब यो थारू कल्चर म्युजियम, थारू सांस्कृतिक सङ्ग्रहालयमा जाँदैछौँ। यहाँभित्र के छ हामी हेर्छौँ है त। के हो यो थाहा भएन। चकटी भयो, जाँतो भयो, धेरै हुन्छ। यो ढिकी भयो, ढिकी है। यो चाहिँ बस्ने भेन्सी। यहाँनिर कुनै सामानहरू नचलाइदिनु होला भन्ने छ। यस्तो रहेछ। यो धनसारहरू होला। घिन्ताङ ताङ ताङ। यो धनसारहरू कस्तो हिँड्छ। खतरा छैन त। घडियाल गोही, घडियाल गोही। यहाँ चाहिँ कछुवाको एरिया। यो हो कछुवाको एरिया। तिनवटा यहाँनिर राखेको छ। अब हामी यहाँनिर यो बाघलाई राखेको रहेछ, बेङ्गल टाइगरलाई। अनि त्यो चाहिँ यो घरभन्दा उता पछाडितिरको उमा छ। यता उता हिँड्छ।
अब यो क्यामेराले जुम गर्न सकिन्न हो किन हामीले देख्न चाहिँ देख्यौँ उतातिर गएर सुत्यो होला बस्यो होला अब तर भने अघि एक राउन्ड चाहिँ हिँडेको थियो सर हिँडेको थियो अहिले चाहिँ उता गएर बसियो देख्यो यहाँबाट बवाल सिन आयो ख्याल गर्नु भयो एक सिङ्गेको हिँडा लोपुन्मुख एक सिङ्गेको हिँडा हो जहाँसँग सबै कुराहरू देखाइदिनुहोस् देख्न पाइयोस् हाम्रो बर्दे रास्नीको जहाँ तराईको सबैभन्दा ठुलो रास्नी 960 वर्ग किलोमिटर बर्दे रास्नी छ हात्ती गएर बाघ लगायत 61 भन्दा बढी स्तनधारी जनावर पाउँछ हात्ती लगभग 200 जति छ गएर 68 बाघ 125 हाम्रो बर्देमा चाहिँ 5 प्रकारको मृग प्रजातिहरू पाउँछ त्यो सबैभन्दा बढी देखिन्छ अरू जनावर चाहिँ हामी खोज्दै जानुपर्छ अब जङ्गलमा चाहिँ हजुरहरू अगाडि पनि साथीहरू बसेको छ हामी कन्ट्याक्ट गरेर पनि कहाँ के छ कस्तो अवस्था छ भन्ने त्यो सोधिरहन्छ अझ चाहिँ हाम्रो यहाँबाट सुरु हुन्छ होइन अगाडिबाट चाहिँ बेलुका कसो भन्ने त्यसपछि हाम्रो फोटो भिडियोहरू चाहिँ लिन पाउँछ त्यसपछि हामी दायाँ बायाँ हजुरहरू पनि हेर्नु होला त्यो चाहिँ हामी अब त्यो मिल्ने ठाउँमा हजुर रोप्छौँ त्यसोमा चाहिँ त्यहाँभित्र कतै त्यस्तो क्यान्टिन जस्तो खानेहरू त्यस्तो केही पनि छैन हामीले आफै हेर्नुपर्छ सो हामीले पानी पनि राखेको छैन हामी त केही नदिएर हिँड्यो पानी नभयो पानीको लागि चाहिँ क्यान्टिन छ त्यहाँनिर क्यान्टिन खुलेको छैन छैन त्यसो भएर के गर्नु जङ्गलमा फेरि कहीँ छैन त्यस्तो जङ्गलमा छैन नि पानी हाल्नु हजुर हामी चाहिँ अब यो जङ्गल सफारी सकेर अब अगाडि बढ्दैछौँ यहाँनिर ठ्याक्क उखुको जुस खाने ठाउँ रहेछ यसो चिसो जुस खाउँ भनेर यहाँ साथीहरू लाइन लाग्नु भएको छ म पनि एकछिन कुदिरहेको छु अब जुस खाएर हामी अगाडि बढ्छौँ त्यसपछि सफारी गएर खाना खाने हुन्छ अहिले चाहिँ लगभग हाम्रो टाइम चाहिँ 12 बजिसकेको अवस्था छ यो टाउको देखायो हजुर हालौँला Yes, 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 yes.
हाम्रो यहाँ अगाडिबाट टाइम कार्ड सुरु भइसकेको छ। अहिले चाहिँ अलिकति अगाडिको गाडीलाई टाइम दिए भइकन उसले जति गराउँछ हामी त्यति नै स्पिडमा जानुपर्ने हुन्छ। त्यही भएर हामी पनि पछि लागिरहेको छौँ। अगाडि बाइकहरू छ, औराही पुल हामी चाहिँ अहिले राष्ट्रियनिकुञ्जमा छौँ। यही भित्र हिँडिरहेको छौँ। राष्ट्रियनिकुञ्जलाई चाहिँ हामी पार गर्दैछौँ। के अरे गाइज हामी चाहिँ अहिले चिसापानी आइपुग्यौँ है। चिसापानी आइपुग्यौँ। त्यो खाने भनेको ताल पाउने फेरि यार फोटो खानुभन्दा अगाडि त फोटो खिच्नु पर्यो यार। फेरि पनि तपाईँहरू सबैलाई स्वागत छ है। हामी चाहिँ अहिले चिसापानीबाट अगाडि धनगढीतर्फ अगाडि बढेका छौँ है। आज हाम्रो यात्रा भनेको यहाँबाट घोडाघोडी हुँदै धनगढीसम्म हुन्छ होला। त्योभन्दा उता चाहिँ आज गइँदैन होला। हामी चाहिँ सकेसम्म अगाडिसम्म पुग्यो भन्ने छ। हेरौँ त्यसले अब अगाडि के कस्तो हुन्छ अगाडि थोरै म देखाउने प्रयास गर्नेछु। अहिले चाहिँ धेरै चिसा पनि यसले आफै अटो अफ भइरहेको छ। 1 मिनट हामी चाहिँ अहिले घोडाघोडी ताल आइपुगेका छौँ। हामी एउटा भित्र जाँदैछौँ हेर्नको लागि। यस्तो छ अवस्था। त्यो घोडाघोडी तालमा त्यही हो। घोडाघोडी तालको पहिचान चाहिँ त्यहाँ यहाँनिर घोडा छ र घोडी छ। यस्तो खालको स्ट्रक्चर अहिले बनाएको छ। अहिले यस्तो छ यो घोडाघोडी ताल। सबै कमलको फुलहरू हो। पात कस्तो छ गोल पात, राउन्ड पात छ। राउन्ड पात ठुलो छ त। यो हो घोडाघोडी ताल। यहाँनिर चाहिँ सरी सर्किट हान्ने पनि छ। सर्किट छ। ठिक छ। हामी चाहिँ अहिले घोडाघोडी ताल बस हेरेर अगाडि बढिसक्यौँ है धनगढीतर्फ। अब हाम्रो डेस्टिनेसन भनेको आजको लागि धनगढी हुनेछ। तर धनगढी पुगेर हामी त्यहाँ बाघ बस्छौँ। त्यसपछि भोलि चाहिँ उता कालिम्पोङ डाँडा पुलसम्मको लागि अगाडि बढ्नेछ है त। ल
कस्तो मजाको भिडियोको टक्क सनसेट हुँदैछ अनि ट्याक्कै हामी त्यही डिरेक्सनमा हामी गइरहेको छौँ क्या टक्क माथि सूर्य छ सूर्य भगवान् हामी तल बाटोमा छौँ हाम्रो यात्रा जारी छ कस्तो मिठो दृश्य देख्यो यार यो कुन ठाउँ हो गौरीगङ्गा बढाइपुर या यो गाँधी है कस्तो मिठो मिठो सिन देख्यो मिठो सिन गजब गजब अब यहाँ गाइस अहिले त हामी अत्तरी आइपुग्यौँ है अब यहाँभन्दा अगाडि फेरि अरू 50-60 किलोमिटर अगाडि छ भन्ने जस्तो कुरा हो कति हो अहिले फेरि म्याप पनि हेरेको छैन साथीहरूले हेऱ्यौँ कति किलोमिटर हो अत्तरिया चाहिँ आइपुग्यो यो अत्तरियाको होला र यहाँबाट अत्तरिया सरी धनगढी चाहिँ कति किलोमिटर छ यहाँबाट धनगढी चाहिँ तपाईँको त्यही 16 किलोमिटर छ त्यही 25 मिनट जति लाग्छ यहाँदेखि अब एकपल्ट गएको त्यहीको हिसाबले चाहिँ 25 मिनटमा पुगिन्छ 16 किलोमिटर अच्छा ठिक छ त्यसो भए हामी 16 किलोमिटर अगाडि गयौँ भने धनगढी पुग्छौँ आजको हाम्रो स्टेसन चाहिँ होइन त एकदम हामी बस्ने आज धनगढीमा बस्छौँ ल ठिक गाइस अब हामी अगाडि बढ्यौँ है ततिर यो चोकको दाँतिर यो साइडतिर लाग्यो भने चाहिँ महेन्द्रनगर हो अनि त्यसरी गडलतिर जाने हो तिर गयो भने महेन्द्रनगरतिर र यो साइडतिर गयो भने चाहिँ हामी कहाँ जान्छौँ हामी यो के भन्छ धनगढीतिर जाने हो है This video is made 8 times faster than original video. धनगढी उपमहानगरपालिकामा हार्दिक स्वागत छ वेलकम टु धनगढी सब मेट्रोपोलिटन सिटी कैलाली गाइज दिस इज द सिटी अफ गोपी हमाल ल गोपी हमाल मेयर साहबलाई सम्झे यो सोसल मिडियामा
सुनिरहेको नाम हो प्लस स्वतन्त्रले जित्दै गर्दाखेरि लौरोबाट जित्दै गर्दाखेरि आउनुपर्छ जित्नुपर्छ भन्ने भएको मान्छे हो उहाँले। जसरी यो धनगढी महानगरपालिकालाई जसरी चलाइराख्नु भएको छ एकदमै सराहनीय छ। मिडियामा त्यति बोल्नुहुन्न, त्यति धेरै पब्लिसिटी उहाँको हुँदैन, तथापि कामहरूले चाहिँ उहाँलाई एकदमै पब्लिसिटी दिइराखेको छ। यो पोल हेरौँ, यो पोलको स्ट्रक्चर कति राम्रो देखिएको छ। ओ माई गड, फरक खालको छ, फरक खालको टोटल्ली डिफ्रेन्ट भ्यू छ यहाँनिर। अनि हजुर एयरपोर्ट ओहो माथिकोले पुरा लाइनिङ छ, तलकोले फरक खालको भाइ केही सन्देश सायद यो कलरले केही सन्देश चाहिँ पक्कै बोक्छ। माथिबाट निलो छ, त्यसपछि सेतो छ, त्यसपछि रातो छ। यो भन्नुको मतलब अथवा यो कलरको कम्बिनेसनको मिनिङ चाहिँ सायद नेपाली झन्डाको कलर कम्बिनेसन हो कि जस्तो मैले माने। त्यसलाई चाहिँ के भन्छ रिप्रेजेन्ट गर्न खोजेको हो कि जस्तो लाग्यो। कति राम्रो छ। त्यहाँनिर क्यारियरमा पनि छ है, पोलहरूमा पनि छ। पोलहरूमा त्यो भयो, त्यसपछि ठ्याक्कै त्यसको साइडमा क्यारीमा है त्यो बिरुवा रोप्ने तरिका, बिरुवाको क्यारीमा सट्ट पारेर बबाल। थ्याङ्क यू सो मच यहाँ सर। हामीले चाहिँ यो यस्तो खालको देख्न पायौँ। अलिकति अब यो चैत वैशाखको टाइम भएर पनि होला अलिकति यो धुलो खालको कोणहरू चाहिँ उठ्छ। दिस इज नेचर। अनि बाँकी त वाउ, बाटो चौडा, लेन हेरौँ, साइकल लेन पनि छ। साइकल लेन पनि हो, यहाँ सुरुवात भएको थियो। त्यो उतातिरको चाहिँ साइकल लेन हो। अब त्यो साइकल लेनमा बाइक चलिरहेको छ, त्यो चाहिँ गर्न नहुने काम हो। त्यतिकै छ अब। This video is made 5 times faster than original video. ल हामी चाहिँ होटेल होली प्लेस प्राइभेट लिमिटेड भन्नेमा बस्दैछौँ। आजको हाम्रो स्टे चाहिँ यहीँनिर हुन्छ। हामी चाहिँ अब पार्किङको लागि जाँदैछ है। ओहो सिटीमा चाहिँ कडा रहेछ त हौ, यतातिर झन् खतरा। यो त बाहिरै के राखौँ त अब यसै बाहिर पुरै जाडो होइन। गाइस
हामी चाहिँ साँझ इभिनिङ वाकमा निस्केका छौँ हजुर जग्गा उता कस्तो गरेर अनि सरबाट हामी धनगढी बजार चाहिँ हामी एक्सप्लोर गरिरहेको छौँ साँझ छ त्यहाँनिर होटलमा सामान राखेर त्यसपछि हामी अगाडि बढिरहेको छौँ सर एकछिन हिँडेका छौँ अब घरसँग चाहिँ हामी कोही भएर चाहिँ भने ब्रेक गर्दाखेरि त्यसले अगाडि आउँदा भन्ने आशा